नमस्ते सबैलाई आज म यहाँ अबुधाबीमा रहेको डिएक्सन अफिस युनिटको रुममा बाहिर छु। यो फर्मेस लिएर छ। अहिले म भने यहाँ माथि बाहिर छु। यो हलिया हस्पिटल फर्मेस लिएर रहेको छ। त्यहाँ मलभित्र तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो क्रिसमसले पनि छोएर होला। क्रिसमस आइसकेको छ। यो सबैजनालाई ह्याप्पी क्रिसमस। त्यहाँ मलभित्र आइसकेको छ। म भने अहिले डिएक्सन सक्नुहुन्छ। यहाँ तपाईँहरू डिएक्सन सार्न सक्नुहुन्छ। डिएक्सन अफिस आइसके पछाडि हामीले यहाँ कफी लिएर हामी फेरि बाहिर जाने नै छौँ। अहिले म भने रुममा आइसकेको छु। नियर युए एक्सचेन्ज हो यो। तपाईँहरू सबै केही डिएक्सनको प्रोडक्ट चाहिन्छ भने डिएक्सनको सामानहरू चाहिन्छ भने तपाईँहरू यहाँ पनि आउन सक्नुहुन्छ। डिएक्सनको सामान लिएर जान सक्नुहुन्छ। त्यसलाई विश्वास हुनसक्छ डिएक्सन अफिस यहाँ रहेको छ है। यहाँ तपाईँहरू तपाईँहरू यहाँ आएर आफ्नो प्रडक्टहरू यो डिएक्सन अफिस अबुधाबी ब्रान्च हो। यहाँ तपाईँहरू आएर के आफूलाई मनपर्ने सामान लिन सक्नुहुन्छ। तपाईँलाई विश्वास हुन्छ यहाँको कस्तो लाग्दैछ तिनीहरू आएर किन हेर्न सक्नुहुन्छ है त। हामी भने यहाँ अहिले तपाईँहरू लिएर जाने नै छौँ। यो भने अहिले क्रिसमसको लागि तयारी हो। क्रिसमस 30 तारिक हो, आज 22 तारिक आइसकेको छ। मैले भ्लग गर्दैछु। आज छुट्टीको दिन सबैजनाले क्रिसमसको लागि धेरै सजावट पुऱ्याएको छ। सबैजना यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यो मलभित्र अहिले क्रिसमसको लागि यति सजावट भइरहेको छ कि मान्छेहरू यहाँ गरिरहेको छ। सबैलाई यो मेरी क्रिसमस छोइसकेको छ। आज 22 तारिक हो। अब 2 दिन 3 दिन मात्रै बाँकी छ। के गरौँ होला। अहिले यहाँ सजावट बढी नै चलिरहेको छ है। यो मलभित्र रहेको तिनीहरू त अब म यहाँ बाहिर निक्लिँदैछु। हामीहरू अहिले बाहिर निक्लिसकेको छौँ। बाहिर निक्लेर अब रुम जाने क्रममा भने हाम्रो उता एक्सप्यान्ड गरिरहेको छ। बिल्डिङ बनिरहेको छ। अहिले हामीहरू हामीहरू चाहिँ यो बिल्डिङमा यो टावरमा यहाँ आएको है त। अहिले यो डिसेम्बरको 22-23 तारिक पनि हो। अहिले यो बिल्डिङ रहेको छ। यदि हजुर पनि युएमा हुनुहुन्छ भने घुम्नको लागि अति उत्तम समय आइरहेको छ। न चिसो न गर्मी होइन न धेरै त्यस्तो छैन। नेपालको जस्तै हाम्रो यो मौसम छ अहिले डिसेम्बर महिनामा। तपाईँहरू सबै आउन सक्नुहुनेछ। घुम्नको लागि घुम्न सक्नुहुनेछ। अहिले भनेको उचित समय। यो हो अबुधाबीमा रहेको WTC मल लिएर म अहिले भिडियो दिँदैछु। अहिले यो बेला तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँ मौसम पनि राम्रो छ। फिलिङ छ। बाहिर डिनर गर्नको लागि घुम्नको लागि एकदम राम्रो छ। हामी अहिले अबुधाबी यो भाइरल पुल लिएर आइसकेको छौँ।
तपाईँ पनि यहाँ सक्नुहुन्छ। यहाँको दृश्य बाटो राम्रो सफा छ, सुन्दर छ र अहिले घुम्नको लागि पनि राम्रो समय रहेको छ। अहिले हो औजाली बाटो यहाँ आउनु सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ अहिले यहाँको बाटो चिसो चिसो मौसम छ, राम्रो छ, बाहिर घुम्न लायक ठाउँ छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ अबुधाबी भाइरलमा अहिले मान्छेहरूले फोटो भिडियो टिकटक बनाउनेहरूको मान्छेहरूको काफी छ, हुन्छ छ। अझ एकछिनमा हेर्न सक्नुहुन्छ तपाईँले। अहिले अलिक कम्ती नै हो।